नमस्ते साथीहरू, आज फेरि लिएर आएको छु मटर पनिरको रेसिपी। कराईमा तेल हाले पनिर फ्राई गर्दैछु। रातो हुन्जेलसम्म फ्राई गर्नुपर्छ र निकाले। गोटा गरम मसलाहरू हाले, प्याज खुर्सानी पनि हालेर फ्राई गरे। मसलाको लागि अदुवा लसुन प्याज टमाटर अलिकति पानी हालेर पिस्नुपर्छ। पिसेको मसलाहरू हाले र चलाए। हल्दी जिरा पाउडर चिल्ली पाउडर स्वादअनुसार नुन पनि हाले र अलिकति टमाटर पनि काटेको हाले। एकछिन छोपिदिनुपर्छ र यतिको भएपछि मटर हालिदिनुपर्छ। मटर हालेपछि मजाले मिक्स गर्नुपर्छ। एकछिन अलिकति तातो पानी हालेर पकाउनुपर्छ छोपेर र यतिको भएपछि पनिर हालिदिनुपर्छ। हालेर मजाले मिक्स गरेर एकछिन पकाउनुपर्छ र लास्टमा निकाल्ने बेला मलाई दुधको मलाई पनि मजाले फिटेर हाल्नुपर्छ र स्वादिष्ट बनिन्छ, मिठो बनिन्छ। गरम मसला हाले निकाल्ने बेला धनिया